हेलो एभ्रिवान, गुड मर्निङ। आई होप सबैजना ठिकै हुनुहुन्छ होला। आज चाहिँ हाम्रो स्पेसल डे हो क्या। आज चाहिँ हाम्रो के भन्ने स्पेसल पर्सन चाहिँ नेपाल आउँदै हुनुहुन्छ नि त। मेरो दिदी चाहिँ आज नेपाल आउँदैछ। सो त्यही भएर हामी चाहिँ उसलाई लिनलाई एयरपोर्ट जाँदैछौँ। सो आज चाहिँ हामी एकदमै के भन्ने पुरा एक्साइटेड हो क्या होइन। कति 1 इयर्स भयो होला ऊ गएको। आज चाहिँ ऊ नेपाल आउँदैछ। त्यही भएर हामी चाहिँ पुरा एक्साइटेड भएर चाहिँ उसलाई पिकअप गर्नलाई जाँदैछौँ है। 3 जना छौँ, सोल्नी, म, दिदी। सो हामी चाहिँ भित्र छिरिसक्यौँ। कस्तो हुन्छ नि, अब आउने मान्छेलाई वेट गर्नु गाह्रै हुन्छ। तर हामी पुरा एक्साइटेड थियौँ क्या कतिखेर आउँछ भनेर। सो कुद्दा है अलिक टाइम लाग्यो। अलिक भन्दा नि अलिक धेरै नै टाइम लागिसकेको थियो। सो फाइनली ऊ चाहिँ आइपुग्यो। मन रुवाइदियो क्या, रुदिन सोच्दै थिएँ तर रुइँदो रहेछ क्या है। नसोचेको अनि अरू रुँदा त आफूलाई लाग्थ्यो रुइँदैन, किन रुनु होइन, बल्ल भेटेको, तर रुइँदो रहेछ क्या। पुरा इमोसनल बनाइदियो है। एकैछिन रुयौँ तर रुको होइन, नाटक गरेको क्या मैले चाहिँ, बन्नु कि क्या होइन, तर रियलमै आँसु आउँदो रहेछ। सो हामी चाहिँ अनि बाहिर निक्ल्यौँ उसलाई लिएर। त्यस पछाडि हामी चाहिँ पटक बुक गर्दै थियौँ। मेरो नयाँ चस्मा उसले ल्याइदिएको दिदीले, अनि म चाहिँ फेरि चस्मा पनि लगाइदिइहालेँ क्या। त्यस पछाडि हामी त्यहाँबाट हिँड्यौँ अनि घर आइपुग्यौँ। हाम्रो पाहुनालाई हामीले घरलाई पुऱ्यायौँ होइन। अनि त्यस पछाडि फेरि हाम्रो के भन्ने काम जहिले कामै हुन्छ। काम चाहिँ छुट्टी थिएन। अनि बिहान चाहिँ ऊ आउने थियो। त्यस पछाडि उसलाई पिकअप गराएर चाहिँ अनि हामी काममा जानुपर्ने थियो। त्यही भएर चाहिँ हामीले बिहानै के अरे आउने साथै सबै झोलाहरू खोल्नु लगाइहाल्यौँ क्या। उसले ल्याइदिएको फ्रिङ्गल्स थियो, त्यो पनि हामीले खायौँ। त्यस पछाडि अब हेर्नै पर्यो होइन, एक्साइटेड मान्छेहरू के ल्याइदिनु भयो दिदीले भनेर त हेर्नु पर्यो नि त। त्यही भएर हामीले चाहिँ झोला बिहानै आउने बित्तिकै खोल्यौँ क्या। पानी सानी खाएर त हामी झोला खोल्न लागिहाल्यौँ। सो हामी सबै थोक खोलेर हेरेर अनि हामी काममा गएको। उसले चाहिँ कभर ल्याइदिएको थियो क्या, फोनको कभर। ओ माई गड, कति एक्साइटेड थिएँ म है फोनको कभर हेर्नुलाई। फोनको कभर फाइनल्ली आयो मेरो होइन। त्यस पछाडि लुगाहरू पनि कति धेरै थियो क्या। अब म अलिक दुब्लो छु नि त, त्यही भएर ओ माई गड लुगा यति धेरै ल्याइदिएको थियो, यति धेरै ए भगवान है, यति धेरै लुगा भयो मेरो। ओ माई गड, धनी क्या म त लुगाले पुरिएको थिएँ। सो म पुरा खुसी नखुसी हो। चक्लेटहरू नि यति धेरै थियो। ओ माई गड, त्यो चक्लेट त सबै मै खान्छु होला। खाइदिएँ म त्यो दिन चक्लेट। सो लुगाहरू पनि ट्राई गरेँ। त्यस पछाडि त अब काममा त जानै पर्यो होइन, पैसा त कमाउनै पर्यो। यस्तै भयो है। सबैजनाले हेरेर माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। थ्याङ्क यू, बाई बाई। बाई बाई।